नमस्कार साथीहरू, आज हामी फेरि एउटा महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। नेपालमा प्रधानमन्त्री कसरी बन्छन्? किन 30,000 भोट पनि नल्याएको व्यक्ति देशको प्रधानमन्त्री बन्न सक्छ? यो कुरा 2074, 2079 जस्तै अब 2082 फागुन 21 गते अर्थात् मार्च 5, 2026 हुने चुनावमा पनि लागू हुन्छ। सुरुमा एउटा सानो उदाहरण सम्झौ। 2074 कुल मतदाता 1,40,72,424 थिए। केपी ओलीले झापा 5बाट 57,000 भोट ल्याएर जिते, अर्थात् कुल मतदाताको जम्मा 0.04%ले मात्र उनलाई भोट गरे, तर उनी प्रधानमन्त्री बने। 2079 शेरबहादुर देउवाले डडेलधुराबाट 28,000 भोट ल्याए। ओलीको आधा पनि होइन, तर गठबन्धनको बलमा उनी प्रधानमन्त्री बने। अब 2082 फागुन 21 गते चुनाव हुँदैछ। मतदाता सङ्ख्या बढेर करिब 1,89,03,689 पुगेको छ, तर प्रक्रिया उही छ। कसरी यस्तो हुन्छ? आज यसलाई सरल भाषामा स्टेप बाई स्टेप बुझौँ। नेपालको संविधान अनुसार राज्यको शक्ति 3 भागमा बाँडिएको छ। व्यवस्थापिका अर्थात् संसद, यो संसद हो जसले कानुन बनाउँछ। कार्यपालिका अर्थात् सरकार, यो सरकार चलाउँछ। प्रधानमन्त्री यसको मुख्य व्यक्ति हुन्छन्। न्यायपालिका अर्थात् अदालत, यो कानुनको पालना गराउँछ र झगडा मिलाउँछन्। प्रधानमन्त्री सरकारको मुख्य हुन्छन्, तर जनताले उनीहरूलाई सिधै भोट हाल्दैनन्। जनताले संसदका सदस्यहरू छान्छन् अनि ती सदस्यहरूले नै प्रधानमन्त्री छान्छन्। उदाहरण, गाउँटोलका सबै घर परिवारले सिधै टोलको अध्यक्ष छान्दैनन्, बरु प्रत्येक घर परिवारबाट एक-एकजना प्रतिनिधि छानिन्छन् वा टोल भेलामा सबैले सहभागी भएर प्रतिनिधिहरू निर्धारण गर्छन्। पछि ती सबै प्रतिनिधिहरू एक ठाउँमा बसेर छलफल गर्छन् र बहुमतले एउटा राम्रो सबैले मान्ने व्यक्तिलाई टोल विकास संस्थाको अध्यक्ष बनाउँछन्। नेपालमा पनि यस्तै छ। जनताले प्रतिनिधि छान्छन्, तिनले प्रधानमन्त्री छान्छन्। फागुन 21 तपाईहरूले 2वटा मात्र मतपत्रमा छाप लाउनुहुन्छ, किनकि यो प्रतिनिधि सभा निर्वाचन हो। प्रतिनिधि सभा प्रत्यक्ष। यो मतपत्रमा तपाईले आफ्नो क्षेत्रको उम्मेदवारहरूलाई भोट दिनुहुन्छ। एक्जाम्पल, तपाईँ काठमाडौँ 1 हुनुहुन्छ भने त्यहाँका उम्मेदवारहरूमध्ये एकलाई छान्नुहुन्छ। जसले बढी भोट ल्याउँछ ऊ सिधै सांसद बन्छ। यो स्थानीय समस्या बुझ्ने व्यक्तिलाई मात्र छान्ने हो। प्रतिनिधि सभा समानुपातिक। यो मतपत्रमा तपाईले पार्टी छान्नुहुन्छ। एक्जाम्पल, काठमाडौँ 1 एमाले, काङ्ग्रेस, रासोपा जुन मन पर्छ त्यसको चुनाव चिन्हमा भोट दिनुपर्छ। पुरै देशको भोट जोडेर दलले पाएको प्रतिशत अनुसार 110 सिट बाँडिन्छ। दलले आफ्नै सांसद छान्छन् र समावेशी सूचीमा महिला, दलित, जनजाति आदि अनिवार्य राख्नुपर्छ। प्रतिनिधि सभामा कुल 275 सिट हुन्छन्। प्रत्यक्षबाट 165 सिट, कम्तीमा 60% निर्वाचन क्षेत्र छन्। प्रत्येक क्षेत्रमा जसले सबैभन्दा बढी भोट ल्याउँछन् त्यही जित्छ। एक्जाम्पल, यदि क्षेत्रमा 4वटा उम्मेदवारहरू छन् र एउटाले 40,000, अर्कोले 30,000, तेस्रोले 20,000, चौथोले 10,000 भोट ल्यायो भने 40,000 ल्याउने जित्छ। यो फर्स्ट पास्ट द पोस्ट हो। समानुपातिकबाट 110 सिट, कम्तीमा 40% पुरै देशलाई एउटा क्षेत्र मानिन्छ। तपाईले पार्टीमा भोट दिनुहुन्छ। कुल भोट अनुसार सिट बाँडिन्छ। पार्टीले आफ्नै सांसद छान्छन्। एक्जाम्पल, यदि कुल सदर भोट 1 करोड छ र एमाले 30 लाख भोट ल्यायो भने उसले कुलको अनुपातमा सिट पाउँछ, तर दलले कम्तीमा 3% मत कटाउनुपर्छ। यो सांसदबाट सरकार बन्छ। प्रधानमन्त्री बन्न सांसदमा बहुमत चाहिन्छ। 275 सिट मध्ये 138 सिट भन्दा बढी, अर्थात् आधा भन्दा बढी। के हुन्छ यदि एउटा दलले एक्लै 138 सिट जित्यो भने?
त्यस दलले संसदीय दलका नेता प्रधानमन्त्री बन्छन्, राष्ट्रपतिले नियुक्त गर्छन्। उदाहरण 2074मा एमाले धेरै सिट जित्यो, त्यसैले केपी ओली प्रधानमन्त्री बने। के हुन्छ यदि कुनै दलले बहुमत ल्याएन भने? जस्तै 2079मा भएको थियो। विभिन्न दलहरूले मिलेर गठबन्धन गर्छन्, उनीहरूबीच सम्झौता हुन्छन्, को प्रधानमन्त्री बन्ने भनेर टुङ्गो लाग्छ, अनि संसदमा बहुमत जुटाएर विश्वासको मत लिन्छन्। एक्जाम्पल 2079मा काङ्ग्रेस, माओवादी आदि मिलेर गठबन्धन बनाए, त्यसैले देउवा प्रधानमन्त्री बनेका थिए। यो प्रणालीको कारणले नै सानो भोटबाट पनि प्रधानमन्त्री बन्न सकिन्छ, किनकि व्यक्तिको भोट होइन, दलको कुल सिटले काम गर्छ। अब यो प्रणालीका मुख्य कमजोरीहरू के छन्? पहिलो, प्रधानमन्त्रीलाई सिधै भोट हाल्न पाइँदैन। योग्य व्यक्ति भए पनि दलहरूले बहुमत नदिए प्रधानमन्त्री बन्न सकिँदैन। यसले पटक पटक उही व्यक्ति जस्तै ओली, देउवा र प्रचण्ड प्रधानमन्त्री बन्ने बनाउँछन्। दोस्रो, समानुपातिक सिटमा पार्टीले नै सांसद छान्छन्। प्राय पैसा, चन्दा दिने वा पार्टीसँग नजिक भएकालाई छानिन्छ। योग्यता कम हेर्ने हुन्छ। तेस्रो, राइट टु रिजेक्ट छैन। कुनै उम्मेदवार राम्रो लागेन भने पनि एउटा छान्नै पर्छ। यदि कसैलाई पनि होइन, भोट बढी आयो भने फेरि चुनाव हुने व्यवस्था छैन। चौथो, पार्टीको आदेश। सांसदहरूले पार्टीको निर्देशन मान्नुपर्छ। आफ्नो सोचाइ राख्न गाह्रो हुन्छ। यसले राष्ट्रको हित विपरीतका कानुन पनि पास हुन सक्छ। पाँचौं, स्वतन्त्र उम्मेदवारहरूलाई धेरै गाह्रो, प्रत्यक्षमा पनि कमजोर, समानुपातिकमा त असम्भव। यी कमजोरीहरूले राजनीति योग्यता भन्दा सिट संख्या र गठबन्धनमा निर्भर हुन्छन्। यी कमजोरीहरूले राजनीतिक योग्यता भन्दा सिट संख्या र गठबन्धनमा निर्भर बनाउँछ। अब 2082 को विशेष कुरा। यो चुनाव अलि अगाडि हुने चुनाव हो। भदौ 27मा सांसद विघटन भयो। युवा पुस्ता अर्थात् जेनजीको ठूलो प्रदर्शनपछि सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बन्नुभयो। फागुन 21मा मतदान बिहान 7 देखि साँझ 5 बजेसम्म राखियो। उम्मेदवारी दर्ता माघमा भयो। प्रचार फागुन 3 देखि 18 सम्म, मौन अवधि 19 गतेबाट। केही दलहरूले चुनाव अघि नै प्रधानमन्त्री उम्मेद्वार घोषणा गरिरहेका छन्, जस्तै काङ्ग्रेसले गगन थापालाई। तर संविधान अनुसार चुनाव पछि मात्र टुङ्गो लाग्छ। संसदीय प्रणालीमा चुनाव अघि यो मेरो प्रधानमन्त्री भन्नु थोरै स्टन जस्तो देखिन्छ। साथीहरू, यो प्रणाली सुधार्नलाई प्रत्यक्ष प्रधानमन्त्री चुनाव, राइट टु रिजेक्ट वा समानुपातिकमा बढी पारदर्शिता चाहिन्छ कि? तपाईहरूको विचार कमेन्टमा लेख्नुहोस्। यदि यो भिडियो मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब र बेल आइकनमा क्लिक गर्न नभुल्नुहोला। धन्यवाद।